त्यसपछि जस्तो आवाज दिएको छ त्यस्तै आवाज नहल्लाइकन है एकचोटि सुन सुन अभ्यास चाहिँ सा र पमा गर्छौँ सा र प हामीले सा र पलाई चाहिँ एकदमै दिमागमा राख्नुपर्छ अभ्यास गर्नुभन्दा अभ्यास गर्दा चाहिँ सा र पलाई दिमागमा राख्ने अनि किनकि हाम्रो स्वर चाहिँ जहाँ पुगे पनि जुन स्वर खेलाए पनि यहाँ त सा रे ग म निसम्म छ नि त होइन जुन स्वर खेलाए पनि तर हामी सामै आएर अड्किनुपर्छ त्यस कारणले हाम्रो स्वरको मुख्य आधारहरूको चाहिँ सा हुन्छ है बुझ्नु भएको छ नि बुझ्नु भएको छ र अब हामी एकछिन सापमा सा गर्छौँ है त सा यो चाहिँ हाम्रो दैनिक अभ्यास हुन्छ कि भोकल क्लासमा चाहिँ हाम्रो अभ्यास भनेको चाहिँ सा प सामा हामीले सा डेली हामीले चाहिँ 20 मिनट आधा घन्टा सा गऱ्यो भने हाम्रो सुर लाग्छ कि सुरको पकड भनेको हाम्रो सा र अन्य हामी बिस्तारै गर्छौँ अन्य सुरहरू पहिला ध्यान दिएर सुन्ने यो आवाजलाई यो आवाजले ध्यान दिएर सुन्ने एकदमै दिमागमा राख्ने एकछिनसम्म सुनिराख्ने त्यसपछि लामो श्वास तान्ने होइन हाम्रो किनकि हामीले लामो गर्न सक्दैनौँ नि त त्यही भएर श्वासमा एकदमै ध्यान दिनुपर्छ त्यही भएर लामो श्वास तान्ने मलाई हेर्नु है त लामो श्वास ताने मैले सबैजनाले है त्यसरी नै है
पहिले ध्यान दिएर सुन्नु है त यो पलाई सुन्नु सुरुमा सुन्नुहोस् है सबैजनाले गर्नुहोस् भन्नुहोस् है तपाईँहरूले गरेको मैले सुन्छु है म एकचोटि गर्छु त्यसपछि तपाईँहरूले गर्नुहोस् है गर्नुहोस् न गर्नु एकजना गरेर गराउँछ है हुन्छ एकजना गरेर किनकि अलिकति तपाईँहरू भिडियो मिलेन अलिकति थाहा हुन सक्दैन कि एकैचोटि गर्दाखेरि फर्स्ट बाबु निकाल्नु सासूले है भने है भन नाम के छ नाम शाश्वत हजुर शाश्वत शाश्वत ल शाश्वत बाबुको पालो है सुरुमा है सा गर्नुहोस् है पहिला सुरु म गर्छु अनि त्यसपछि तपाईँ गर्नुहोस् है ल बाबु सुरुको स्टार्टिङको ठिक थियो होइन भनेको लास्टमा अलिकति हल्लियो नि त स्वर हल्लिन भएन एकदमै सिधा है बिस्तारै हुन्छ ल साइसा अब साइजाको पाला है भाइ अभ्यास गर्नु